आज चाहिँ हाम्रो यो 5 दिनको बसाइपछि यो कोठालाई छोड्नु पर्ने भएको अवस्था छ। हाम्रो अब समय सकियो, अब आफ्नै कम्पनी जाने हो। हाम्रो सामान पनि अब प्याक भइसक्यो रुम छोड्नलाई। 2 दिन मेरो यो उनी अब खाना यो पनि प्याक गर्नु पर्यो नि त नि खै। चौटोमा चाहिँ तातो पानी हाल्ने हो, 5 मिनट राखिदिने पाकिहाल्छ टक्क। यो चाउचाउ चाउचाउ मास्टर हुने तो कोडियाको खाना खाए। पैसा मात्रै धेरै, भात त थोरै। खान आउँदैन यस्तो नै उल जस्तो बनाउने सेप्नै पर्दैन। ल अब हामी चाहिँ हिँड्यो, 8:30 भयो। सबै सामान भयो, चाबी के बिर्सिनु भएन। सिरक त बाङबुङ हो। अब हाम्रो चाहिँ यो त्यो के गर्नु हो त्यही भित्ताउँछ होला हो। ल अब हाम्रो चाहिँ माग्ला फेरि थाहा पाउँ ल राम्रो। बाई बाई। अब बसाइ सामान पम 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 3 डाला माथिबाट हामी बसेको चाहिँ यो माथि ल तलमा क्यासिन। साउनीले यहाँ अनलाइन बुकिङ गरिदिन्छु ट्याक्सी भनेको थियो हिजो। 8:30 निस्केर बस भनेको थियो, निस्केर त बस्यौँ। 8:30 कि 40सम्म राम्रो ट्याक्सी पनि आयो। त्यो ठाडो लाउनु यस्तो, त्यो ठाडो हुन्छ लालु त ठोकिँदैन माथिसँग बिस्तार। यो त काखमा लाँदा हुन्छ होला होइन। बुढालाई म्याप हेरेर ल्याएर पछाडिबाट निकालेर हेरेर त्यताबाट होइन हौ, यताबाट ओह्रालो झरौँ। होइन यहाँबाट ओह्रालो झर्न दिनुभयो र एक दिल। म्यापबाट हेर्दै ल्याएर त यस्तै हो म्यापको काम।
अर्को गेटमा जानु पनि पछाडिपट्टि झारिदिएर भारी पनि यत्रो छ के गरे पठाइदिउँ जाओस् हान्छ क्या बुढोले झिझक बनायो नि म हेरेर आउँ होइन जाउँ त्यहीँबाट झरिन्छ बारेको छैन जस्तो लाग्यो अलिकति यता छेउपट्टि कसले के हाम्रै फुलबारी हो झरेको हुन्थ्यो चुप लाग्यो आउन अनलाइनमा हिँडेको फाइदा यहाँ जान्थ्यो गलत ठाउँमा झार यता गेट छ यता माथि झारिदिएर यताबाट आउनु परिरहेको छ भारी बोकेर ल है अब म चाहिँ हिजो अस्ति 20 तारिकदेखि हिजोसम्म चाहिँ छङ्जुमा बसेँ भने अहिले म उछाङ्गे के भन्ने ठाउँमा छु हिजो बेलुका आइपुगेको र अझै पनि म कम्पनी पुग्न सकेको छैन अब आज यहाँतिर छु आजको बासी यहीँ बस्यो घरमा अब हाम्रो फ्याक्ट्री चाहिँ फार्म चाहिँ त्यहाँ माथि छ तर अझै पनि लगेको छैन अब आज बेलुका लगेर आज छुट्टी अनि भोलिदेखि काममा भन्ने कुरा छ यस्तै छ परदेशको लाइफ 6 दिन भइसक्यो 6 दिन हुँदा पनि अझै म आफ्नो फार्ममा पुग्नु पाएको छैन अहिले कुन कुनामा ल्याएर राखेको छ माथि फार्ममा ऊ भएको गोबरहरू सुँगुरको गोबरहरू चाहिँ यहाँ आएर यहाँ बन्द यहाँ जम्मा हुँदो रहेछ यहाँबाट केही प्रशोधन गर्दो रहेछ र यो चाहिँ अब भन्छ यो के भन्छ क्वारेन्टाइन जस्तै हो यहाँ चाहिँ अब पहिला डाइरेक्ट ल्याएर त्यहाँ नलाँदो रहेछ फ्याक्ट्रीमा यहाँ माथि फार्ममा नलाँदो रहेछ अनि त्यो फार्मको लागि चाहिँ माथि नै सबै छ होस्टेलहरू सबै त्यतै माथि छ अनि बस्ने पनि त्यतै काम गर्ने त्यतै अनि यहाँ चाहिँ क्वारेन्टाइन जस्तो आउनेलाई यहाँ राख्दो रहेछ तर हामीलाई यहाँ 1 दिन मात्रै राख्यो हामीले पर नै छङ्जुमै राख्यो अब ठिकै छ यस्तै छ परदेशको लाइफ के गर्नु